कर्मचारी सञ्चय कोषको भ्याकेन्सी खुलेको छ। भ्याकेन्सी खुले सँगसँगै कसरी एप्लाई गर्ने भन्ने टेन्सनमा हुनुहुन्छ भने यो भिडियो हेरेर सम्पूर्ण जानकारी लिन सकिन्छ। यो भिडियो हेर्दै एप्लाई गर्न सुरु गर्यो भने अन्तिमसम्म भिडियो हेर्नुभयो भने सम्पूर्ण डिटेलमा कसरी एप्लाई गर्ने भन्ने जानकारी पाउन सक्नुहुन्छ। epf.org.np कर्मचारी सञ्चय कोष खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना खोलेर हेरौँ। खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रकाशित मिति 2081 12 महिना 8 गते। सम्बन्धी सूचना गोरखापत्रमा प्रकाशित मिति 2081 12 महिना 8 गते। यस कोषको रिक्त रहेको निम्न पदहरू लोकसेवा आयोगको सहमति अनुसार खुल्ला प्रतियोगिताद्वारा स्थायी पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति 2081 12 महिना 8 गते देखि दरखास्त आह्वान गरिएको छ। तोकिएको योग्यता पुगेका इच्छुक आवेदकले सूचनामा तोकिए बमोजिम प्रक्रिया पूरा गरी कोषको अनलाइन दरखास्त प्रणाली https://vacancy.epf.org.np मार्फत आवेदन दिनुपर्नेछ। झुट्टा विवरण उल्लेख गरी अनलाइन फारम भरेमा सोको जवाबदेही उम्मेदवार स्वयं हुनुपर्नेछ। म्यादभित्र देखिला नभएको र रिट नपुगी परिएको दरखास्त उप कुनै कारबाही हुने छैन। खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने विज्ञापन नम्बर र पद विवरण 8औं, 7औं, 6औं, 5औं तह प्रमुख सहायक प्रशासन खुल्ला 12 जना, महिला 3 जना, आदिवासी जनजाति 3, मधेसी 2, दलित 1, पिछडिएको वर्ग 1। प्रत्येक विज्ञापन पदका लागि दरखास्त दस्तुर रु 600, थप प्रत्येक समावेशी समूहका लागि थप दस्तुर रु 300। आवश्यक न्यूनतम शैक्षिक योग्यता 5औं तह प्रमुख सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकाय स्नातक वा मानविकी संकाय अन्तर्गत अर्थशास्त्र विषयमा स्नातक वा सोसरह उपाधि प्राप्त गरेको। मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक वा मानविकी संकाय अन्तर्गत अर्थशास्त्र विषयमा स्नातक वा सोसरह उत्तीर्ण गरेको। तह 5औं प्रशासनको लागि मानविकी संकाय अन्तर्गत अर्थशास्त्र अनिवार्य गर्यो। 5औं पदका लागि ब्याचलर खोज्न थाल्यो है त। यसको मतलब 5औं तहको पदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 35 वर्ष ननागेको, तर महिला र अपाङ्गको हकमा 40 वर्ष ननागेको। 6औं तहको पदमा 21 वर्ष पुरा भई 35 वर्ष ननागेको। कार्य अनुभव चाहिने 7औं तह वा सोभन्दा माथिका तहमा दरखास्त दिने अन्तिम मितिसम्ममा 21 वर्ष उमेर पुरा भई 45 वर्ष ननागेको। परीक्षण काल कर्मचारी सञ्चय कोष कर्मचारी सेवा शब्द विनियमावली 2078। दरखास्त फारम र दरखास्त दस्तुर बुझाउने प्रक्रिया अनलाइनबाट दरखास्त फारम भर्न कर्मचारी सञ्चय कोष वेबसाइट www.epf.org.np को करियर भित्र गई अनलाइन एप्लिकेसनमा सोझै अनलाइन एप्लिकेसन वा सोझै https://vacancy.epf.org.np मा भर्न सकिनेछ। अनलाइन दरखास्त फारम सबमिट गरेपछि प्राप्त हुने एप्लिकेसन नम्बर अनुरूप बुझाउनु पर्ने दरखास्त दस्तुर कनेक्ट आइपिएस
ई सेवा र खल्ती मार्फत बुझाउन सकिनेछ। कोषको अनलाइन दरखास्त फारम भर्दा कुनै दुविधा भएमा टोल फ्री नम्बर यतिमा सम्पर्क। कोषको इमेल career@epf.org.np। उम्मेदवारले आफूले पेश गर्नुपर्ने आवश्यक शैक्षिक योग्यता प्रमाणपत्र तोकेको न्यूनतम शैक्षिक योग्यताको 1 प्रति मात्र अपलोड गरे पुग्नेछ। न्यूनतम योग्यताको भनेको ब्याचलर्स, अब 5औं तह हो भने ब्याचलरको मात्र अपलोड गरे पुग्यो। ब्याचलर इकोनोमिक्स अथवा म्यानेजमेन्टको लागि मात्रै। सेवारत कर्मचारीहरूले आफूले सेवारत निकाय संस्थाको विभागीय स्वीकृति पेश गर्नुपर्नेछ। यो सूचना प्रकाशित भएको मितिले 21 दिनभित्र सूचना तोकिएको बमोजिम दरखास्त दस्तुर कनेक्ट आइपिएस ई सेवा र खल्ती मार्फत बुझाउनु पर्नेछ। यहाँ गएर करियरमा गएर अनलाइन एप्लिकेसन यहाँ पनि रहेछ। ल यसले चाहिँ चाहिएन। चाहिँ खुलिसकेको छैन। ओपन अनलाइन एप्लिकेसन। दरखास्त फारम भर्ने प्रक्रिया। सर्वप्रथम रजिस्ट्रेसन गर्नुपर्नेछ। यसको लागि स्क्रिनमा रजिस्टरमा क्लिक गर्नुपर्नेछ। रजिस्टरमा क्लिक गर्नु पेश गर्न सकिनेछ। भनेपछि यहाँ रजिस्टरमा जाने। फर्स्ट नेम, मिडल नेम, लास्ट नेम, जेन्डर, इमेल, फोन नम्बर, पासवर्ड, रिटाइप पासवर्ड, इन्टर क्याप्चा, रजिस्टर। ओटिपी भेरिफाई भइसकेको छ। ओटिपी भेरिफाई भइसकेपछि आवेदन दिने प्रक्रिया। ड्यासबोर्डमा क्लिक गरी हाल उपलब्ध रहेको विज्ञापनहरूको विवरण हेर्न सक्नुहुनेछ। विज्ञापनहरू। मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकाय स्नातकोत्तर 8औं 7औं चार्टर्ड अकाउन्टेन्ट 7औं उपप्राध्यापक 6औं प्रबन्धक 6औं प्रबन्धक 6औं प्रबन्ध सहायक 6औं प्रबन्धक 5औं प्रमुख सहायक खुल्ला
पाँचौं प्रमुख सहायक मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकाय स्नातक वा मानविकी संकाय अन्तर्गत अर्थशास्त्र विषयमा स्नातक वा स्रोत उपाधि प्राप्त गरेको। प्रशासन खुल्ला 12 संख्या 2081 12 महिना 8 गते। एप्लाई पहिलो नाम देवनागरीमा, बीचको नाम, अन्तिम नाम। पहिलो नाम, बीचको नाम, अन्तिम नाम। फर्स्ट नेम, मिडिल नेम, लास्ट नेम। जन्म मिति, लिङ्ग, नागरिकता नम्बर, जिल्ला चुज गर्ने, नागरिकता जारी भएको मिति चुज गर्ने, आमाको पहिलो नाम, आमाको बीचको नाम, आमाको अन्तिम नाम, बाबुको पहिलो नाम, बाबुको बीचको नाम, बाबुको अन्तिम, बाजेको, कोषको स्थायी कर्मचारी हो या होइन? होइन, नेक्स्ट। होइन भने टिक नलाउने, हो भने टिक लाउने। नेक्स्ट। अन्य विवरण जात छान्नुहोस्। अन्य जात छैन, जस्तै जनजाति छान्यो भने अन्य जात। जनजातिमा कुन जात हो? मगर भने मगर, गुरुङ हो भने गुरुङ। धर्म क्षेत्री। अन्य धर्म छैन। मातृभाषा नेपाली। इम्प्लोइड, अनइम्प्लोइड, अन्य रोजगारी छैन। वैवाहिक, विवाहित हो भने विवाहित, नभए विवाहित। पत्नीको नाम, पति पत्नीको नाम, विवाहित पति पत्नीको नाम थर। अविवाहित रह्यो। के तपाईँ अपाङ्ग हुनुहुन्छ भने हुनुहुन्छ, क्लिक गरे भने के आउँछ? हुनुहुन्न। त्यसपछि फेरि नेक्स्ट। सम्पर्क ठेगाना। प्रदेश छान्नुहोस्। प्रदेश लुम्बिनी प्रदेश, जिल्ला, नगरपालिका, वडा नम्बर, टोल, मार्ग, घर नम्बर। यो दुईटा नराखे नि हुन्छ। रातो स्ट्रिक दिएकोमा चाहिँ राख्नुपर्छ। अस्थायी ठेगाना प्रदेश। त्यसपछि नेक्स्ट भएपछि शैक्षिक विवरण क्रम संख्या, शैक्षिक संकाय, श्रेणी, ग्रेड, प्रतिशत, प्रमुख विषय, पास गरेको साल, यसमा अपलोडेड डकुमेन्ट, ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, इक्विभ्यालेन्ट एन्ड यसको लागि चाहिँ प्लसमा सिर्जना गर्नुहोस्। विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, शैक्षिक संस्था, गभर्मेन्ट, प्राइभेट, गभर्नेन्ट, शिक्षण संस्थाको नाम, शैक्षिक उपाधि, स्नातक भन्दा तलको छैन, यो स्नातक मात्रै हो।
तलको राख्नु परेन। शैक्षिक संकाय मानविकी व्यवस्थापन। श्रेणी ग्रेड प्रतिशत शैक्षिक योग्यताको उपाधिको विवरण BA MA B.Ed Economics BBS मूल विषय इकोनोमिक्स हुनै पर्यो या त व्यवस्थापन भयो एकाउन्ट भइहाल्यो एकाउन्ट मार्केटिङ जारी गरेको मिति शैक्षिक योग्यता जारी गरेको ट्रान्सक्रिप्ट जारी गरेको मिति ट्रान्सक्रिप्ट अपलोड गर्ने ट्याग ट्रान्सक्रिप्ट लोड गर्ने मिडिया लोड गर्ने अपलोड गर्ने चारित्रिक प्रमाणपत्र क्यारेक्टर सर्टिफिकेट JPG PNG PDF 1 MB भन्दा कम 1 MB भन्दा बढीको चाहिँ एक्सेप्ट गर्दैन। इक्विभ्यालेन्ट डकुमेन्ट यदि वैदेशिक विश्वविद्यालयहरूबाट गरेको हो भने इक्विभ्यालेन्टको TU इक्विभ्यालेन्ट पनि राख्नु पर्यो। त्यसपछि ट्याग सेभ गरिसकेपछि नेक्स्ट टक्क यहाँ सेभ गरिसकेपछि एउटा सेभ भयो त्यति भए पुग्यो। ब्याचलरको मात्रै राख्यो भने पुग्यो 5 तहलाई अरू राख्नु परेन। अनुभव सम्बन्धी विवरण यदि अनुभव छ भने अनुभव कर्मचारी सञ्चय कोष कर्मचारी शर्त विनियमावली अनुसार आवश्यकता कर्मचारी शर्त विनियम अनुभव सम्बन्धी फारम तालिम सम्बन्धी विवरण सिर्जना गर्नुहोस्। तालिम प्रदायकको नाम तालिम प्रदायक CTBT तालिमको नाम बेसिक कम्प्युटर ट्रेनिङ ग्रेड प्रतिशत तालिम अवधि देखि यतिदेखिसम्म तालिम प्राप्त अपलोड सेभ गरेर अपलोड गर्यो। कागजात
आवेदन दिने देखाएको विज्ञापनहरूको दरखास्त एप्लाई गर्दा तोकिएको योग्यता र उमेर हद सुनिश्चित गरी मात्र दरखास्त फारम भर्नु हुन अनुरोध गरिन्छ। दरखास्त भरेको उम्मेदवारको योग्यता र उमेरको हद विज्ञापन अनुसार तोकिए बमोजिम नभए निजको दरखास्त अस्वीकृत गरिनेछ। सिधै सहायक 35 वर्ष हुनुपर्ने 600 यति गरिसकेपछि पेमेन्ट विथ के जाने ई सेवा खल्ती ई सेवा पे विथ ई सेवा आइडी पासवर्ड यति गरेर पे गरेपछि सकिन्छ। पे गरिसकेपछि मेसेज आउँछ।